दुईटा मात्रै रहेको छ। ठुलो छ मभन्दा पनि ठुलो छ के अरे। अहिले फेरि मुला खोल्दाखेरि पनि पातै निस्किएन। हेलो साथीहरू, नमस्ते सबैजनालाई, वेलकम छ मेरो न्यू भ्लगमा। सबैजनालाई स्वागत छ भन्दै म चाहिँ आज यहाँ तपाईहरुलाई एउटा एकदम राम्रो फलफुलको बारी देखाउँदैछु। बगैँचा हो कि बगैँचा त फुलबारी लाग्यो हो। यसलाई चाहिँ तरकारी बारी हो कि तरकारी बारी भन्दा पनि यता मुला घारी मात्रै छ के अरे। मुला खाँदै रातभरि पाक्दै यो मुला रातभरि पदाएको पदै अच्छा यति ठुलो यो मुला हेर्नु। यस्तो मुलाले सानो मुला खायो भने थोरै पार्ने, ठुलो मुला खायो भने धेरै पार्ने गरान्छ यहाँको मुला। खतरा छ मुला त। अनि यो यसलाई के भन्छ, बकुला रे। यो बकुला है। यो हाम्रो चाहिँ यति ठुलो भएको छ बकुला चाहिँ। अब फल्ने बेला भइसकेको छ। यस्तो मजाले फुलेको छ है। हेर्नु यस्तो राम्रो भएको छ। यता चाहिँ लसुन यस्तो अग्लो अग्लो हो के, त्यो राम्रो भएको छ। त्यो धेरै बाफ्रे, यो बेच्नु भने कति पैसा हुन्छ। यसरी यता चाहिँ ससानो रहेछ यो बिरुवा। यो चाहिँ लास्टमा रोपेको रहेछ। अनि यिनीहरू के हो त, साग हो कि हो यो? चाइनिज साग अरे। यो नेपालमा पनि चाइनिज साग काँचै खान्छ होइन। यो त काँचै खाने अरे। यो काँचै खाएर काँचै हग्ने खाले साग हो यो फेरि। काँचै खाएर काँचै हग्ने, पकाएर हग्ने होइन फेरि। अनि यता चाहिँ छ अर्को के अरे साग फुली भ्यायो। यो बुढो भइ भ्याएछ, यो फुली भ्यायो। यो फुलिसकेको है। यो पुरै थियो पहिला राम्रो थियो। यो चाहिँ ससानो भएको छ। यो चाहिँ लास्टमा रोपेको रहेछ। अनि त्यही भएर सबै हुर्किन बाँकी नै छ। अनि अब चाहिँ मैले यो मुलालाई उखाल्नु पर्ने हुन्छ। दुईटा मात्रै रहेको छ। ठुलो छ मभन्दा पनि ठुलो छ के अरे। अहिले फेरि मुला खोल्दाखेरि पनि पातै निस्किएन। मुला खोल्दाखेरि मैले मभन्दा पनि बोली रहेछ है। गुलायो क्या यता मुला खाएर हग्न आउँछन् क्या। मुलै बारे मुलै खाएर मुलैलाई हग्न आउँछन् क्या हो क्या। मुलै त्यही भएर गु छ सबै। यस्तो गाजर पो देखाएको छैन त मैले त। गाजर मेरो गाजर कता गयो? भित्र हालिदिएको छु त मैले गाजर है। यताबाट लुकेर निस्किन्छ है गाजर। गाजर यस्तो राम्रो रातो, यति मिठो हुन्छ यस्तो खाले गाजर। इन्डियामा यस्तो खाले होइन नि त होइन। गाजर त एकदम लामो लामो हुन्छ कि इन्डियामा, ठुलो हुन्छ त्यो दबाई हालेको। यो चाहिँ प्योर गाजर हो। हेर्नु यस्तो राम्रो छ। रात अचार गराएर खाने यति मिठो हुन्छ यो। हेर्नु खतरा छ। अनि यहाँ गाभा पनि छ है, पिँडालु गाभा। यता गाभा पनि छ। यो चाहिँ गाभा हो। यसको गाभा खान यति मिठो हुन्छ कि खतरा हुन्छ फेरि बवाल। यस्तै खाने भनेको त। यता फेरि टमाटर भर्खर फल्दै हो। त्यो एउटै बुटामा यति धेरै फलेको छ कि यहाँदेखि लिएर झपक्कै एउटै बुट हो यो।
एउटै बुटोमा यसरी फलेको छ कि जम्मै यता हेर्नु न एउटै बुटोमा यस्तो हुन्छ भने 10-12वटा भन्नाले यो पुरै त आधी बारी नै रोपिदिनु भने त टमाटर किन्नै पर्दैन पनि होइन आफूलाई किन्न नपर्ने धेरै जसो किन्न नपर्नेहरू लगाउनु पर्छ त्यस्तो कामहरू गर्नुपर्छ नि त किनेर मात्रै सकिन्न के रहन त्यो यो कहिले फल्छ त्यो बकुला यहाँ बत्तीला बसेर रहेछ बकुला फले छैन के फुलेको मात्रै हो यो फलेको यो कालो कालो ए फलेको पनि रहेछ यता चाहिँ हिलै छ कि यो पुरै हिलै छ पानी हालेको भनेपछि चाइनिज साग रहेछ है यो त बोडी रहेछ यो अब एक ढाकर भयो के अरे गाजर मुला अब बेच्न जाने हो एकछिनमा बेच्ने जस्तो गुन्द्रुक गराउनेहरू कि गुन्द्रुक गराउनु हुन्छ नि त त्यही भएर यत्रो छ मुला चाहिँ हेर्नु यत्रो छ मुला बाफ्रे एक हात जति नै छ यसको साग मिठो हुन्छ खानु भने त्यही मुला अनि अब मैले चाहिँ मुला उखोल्यो यो सबै मैले लगाएको है यो सबै लसुन मैले लगाएको अनि यो पुरै जति पनि लसुन यो बकुला छ नि यो साग यो मैले लगाएको यो मुला पनि मैले लगाएको अच्छा अनि मेरो नाम त देखा निकाल्नु पर्यो सबै मैले लगाएको है मैले गरेँ यार मैले यस्तो काम गर्छु अनि यस्तो काम गर्छु नि मैले त यता चाहिँ तोरीबारी छ यता खेततिर है फुल्दैछ तोरी यता तराईतिर चाहिँ भर्खर पाहाडतिर त माडेर पनि भ्याइसक्यो अब यो लसुन यो पात झरेपछि कस्तो डल्लो हुन्छ सेतो सेतो तल भ्याउनुहुन्छ एक दिनमा फुलेर यति धेरै छ त हेर्नु साथीहरू हाम्रो लसुन अनि बकुला यता मुलाहरू यता गाजरहरू हजुरहरूलाई कस्तो लाग्यो हाम्रो यहाँ लगाएको सागपातहरू यता धनियाँ पनि कता कति छ कमेन्ट गरिदिनु होला जस्तो लाग्यो त्यस्तै कस्तो लाग्यो मेरो भिडियो त्यस्तै कमेन्ट गर्नु बाँकी भिडियो चाहिँ कमेन्ट गरेर भन्नु कस्तो ल्याउने हो पुरा लिएर आउने छु भिडियो चाहिँ हेर्नुलाई है अहिलेलाई चाहिँ यति नै भिडियो भन्दै म चाहिँ यहाँबाट बिदा हुन चाहन्छु खै जय नेपाल भन्न एउटा उस पनि छैन हात यस्तो खोरो छ कि जय नेपाल भन्ने यस्तो जय नेपाल है म आर्मी हो